हेलो गुड मर्निङ एभ्रिवान। आज म पोखराबाट बेनीको लागि जाँदैछु। अहिले यो पोखरा लेक साइड हो। बिहानै भएको भएर पसलहरू अहिले सबै बन्द छ। बिहानको 8:30 भइसकेछ अहिले। अहिले हामी हेम्जो जाने बाटोतिर छौँ। अलिअलि हिमाल छ तर क्लियर छैन, मौसम राम्रो नभएर। यतातिर क्रिस्टल देख्न सक्नुहुन्छ। मेरो पनि बनाए एउटा दिन्छ टिकटक हाल्नुपर्छ। सेट हिमाल अन्नपूर्ण रेन्ज यो हो चाहिँ माछापुच्छ्रे हेर्न सक्नुहुन्छ। अन्नपूर्ण रेन्ज अहिले चाहिँ नव डाँडाको उकालो चढ्दैछौँ। यतातिर तपाईँहरू ल देख्दै देखिएन पोखराको गाउँ कस्तो छ। यतातिर डाँडा खडा, यता चाहिँ फेवाताल छ, अहिले देखिँदैन। यहाँबाट देखिन्छ होला, अलिअलि देखिएछ। यहाँबाट चाहिँ पोखराको गाउँ कस्तो राम्रो छ, तर के गर्ने गाडीबाट देख्दै देखिएन। सिसा खोलेर देखाउँछु है। पर्वत पुगिसकेछु म। पर्वतको बाटो हो यो। यहाँबाट अब कलेश्वर पुग्न लगभग 1.5 घन्टा जति लाग्छ। यो चाहिँ पर्वतको पहाडको बिचको बाटो। यहाँ चाहिँ म्याट हनी हुन्छ, अहिले चाहिँ छैन। मौसम त पानी आउला जस्तै छ त। ओहो भयङ्करै कस्तो राम्रो छ। म चाहिँ अहिले बागलुङ पुग्न लाग्छ। यताबाट पानी आउला जस्तै छ। यस्तो छ मौसम, हेर्न सक्नुहुन्छ।
छेउ पो हुन्छ, बाटैभरि हिलो हिलो हुन्छ छेउ। अहिले त पुरै हरियाली यस्तो छ। वाउ, हस् भाइ, आफ्नो ख्याल गर। हस् भाइ। म अहिले पुगेँ म्याग्दी जिल्ला बेनी बजार। बेनीको बजार अझ तामाया उतै छ नजर। यो बेनी बजार। यहाँबाट लगभग अझै मलाई बैसेरी पुग्न आधी घन्टा जति लाग्छ होला। यो बेनी बजार गेस्ट पुग्न लागिसकेछन्। उनीहरूलाई सायद अझै 15-20 मिनट लाग्छ होला। सायद आज म ढिला हुन्छु होला। यहाँबाट टाप दौडेर जान पर्छ बेनी बजार। बेनी बजार यता मेन बजार यता छ बेनीको। म चाहिँ यो अहिले जमसम मुस्ताङ जाने बाटो यो हो। त्यही बाटोबाट गइरहेको छु। गलेश्वर यहाँबाट अलि अगाडि 2-3 किलोमिटर जति छ। 2 किलोमिटर होला सायद। यता हेर्न सक्नुहुन्छ पहाडै पहाड। पुरै डेन्जर छ यस्तो पहाड। म अहिले पुगिसकेँ गलेश्वर महादेव। हर हर महादेव, जय शिव शम्भु, हर हर महादेव। अब यो जमसम जाने बाटो मनाङ मुस्ताङ। अहिले म कटेँ गलेश्वर। बैसेरी पुग्छु अब। यहाँ ढिला भइसक्यो, गेस्ट कटिसक्यो अरे। यता बाटोमा आउन लागिसक्यो। त्यही भएर अब म यो भिडियोलाई अब यही सकाउँदैछु। यही हो अब लास्ट डेले बनाउन लाग्यो। बाटो यस्तो छ, कुनै ठाउँमा राम्रो छ, कुनै ठाउँमा पिच छ। सो यस्तै हो नेपालको बाटो। सिनहरू चाहिँ राम्रो राम्रो छ। हरियाली हरियाली जताततै, पहाडै पहाड। यता हेर्न सक्नुहुन्छ बाटो कुनै ठाउँमा एउटा मात्रै गाडी छिर्ने छ। यतिसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। तपाईँहरूको साथ सपोर्ट चाहिन्छ। सो फलो सब्सक्राइब गरिदिनु होला।